म अमु राई, म सेफल वेलफेयर ट्रस्टको प्रेसिडेन्ट है। आज यहाँनिर सानो भिडियो बनाइरहेको छौँ। हामी आज कम्सी फरेस्ट बस्तीमा हामीले यहाँनिर सानो सामानहरू, कम्ती सामानहरू भए पनि हामीले ल्याएर बाँडिरहेछौँ। लुगाफाटा, बिस्किट, अनि तेल, नुन, दाल र आलु, प्याजहरू ल्याएर बाँडिरहेको छौँ। र हामीलाई सेफल वेलफेयर ट्रस्टमा हामीलाई सहयोग पुर्याउनु हुने सुबोध प्रधान सर, अनि प्रताप खाती सर, अनि एडभोकेट वन्दना राई दिदीलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ, किनकि हामीले तपाईँहरूको सहयोगले गर्दाखेरि यहाँ सफल भइरहेको छौँ सामान केही पुर्याउन। आज हामीले यसरी सामान बाँडेको लगायत 3 दिन भइसक्यो है। फर्स्ट हामीले 19 तारिकको दिन 18 तारिकको दिन हामीले धोबीधारा रिङ्किङपोङ रोडमा बाँड्यौँ भने हिजो हामीले 19 तारिक बरबोट बम चर्च एरिया अनि बमबस्ती, लोवर बमबस्तीमा हामीले बाँड्यौँ। र आज चाहिँ हामी 20 तारिकको दिन चाहिँ हामी कम्सी फरेस्ट बस्तीमा हामीले यहाँनिर सामान केही लुगाफाटाहरू बाँड्न आइरहेको छौँ। र यति भन्दै मेरो सानो भिडियोलाई यही समाप्त गर्दैछु।